साथीहरु स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। तपाईहरुलाई लाग्यो होला यसले प्याजको बुटो किन देखाउँदै छ आज भनेर। हामीले चाहिँ हाम्रो घरको यो प्याजलाई यो सबै भएको प्याज उखालेर के गरिराछौं तपाईहरुलाई देखाउँछु है। अघि देखाएको प्याजलाई उखालेर लिएर आएर हामीले चाहिँ यसरी चुल्ठी बाटे चाहिँ गरेर बाटेर राख्छौं। यो चुल्ठी बाटेर चाहिँ मम्मीले हुनुहुन्छ। यसो गरेर राखेपछि पछिसम्म मंसिर पुससम्म खाना हुन्छ। फागुन चैतसम्म केही हुँदैन यो। तपाईहरुको घर प्याजको बुटो छ भने नि यसरी नै राख्नु है साथीहरु। अनि उखालेर घाममा ओदेला 2-4 दिन पहिलाउन राख्ने घाममा नसुकाइकन। अनि कोदो गई अनि पहिला आएर त्यहाँबाट यसरी चुल्ठी बाटेर हजुर राख्दैपछि यो कुइँदैन। हामीले पनि पहिला पोहोर परा यस्तै गरेर राख्दा नकुहिएर जानेर अनुभव गरेर गरेको कुरा हो। जालो बान्ने नभए चट्ट लाएर आइलीमा राखिदिने एउटा झुडाएर ठाउँमा। पछिसम्म फागुन चैतसम्म केही हुँदैन है साथीहरु। अघि मम्मीले बाट्नु भएको थियो चुल्ठी जाइ गरेर बाटेको प्याज र हामीले यसरी माथि आग्लीमा ल्याएर राखेपछि हेर्नु यसरी टन्न बनाएर राखेपछि पछिसम्म केही हुँदैन। लसुन पनि यसरी मुठो बानेर राखेछौं हामीले। हेर्न सक्नुहुन्छ।